नमस्ते साथीहरु, स्वागत छ तपाईलाई फेरि मेरो एउटा नयाँ भिडियोमा। होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। र साथी हेर्न सक्नुहुन्छ सोफी र ब्ल्याकमा हाम्रो कोको, दुईटै फिमेल हो हाम्रो लेब्राडोरको। सो आजको भिडियो चाहिँ मैले यो डग फुड मगाएको छु, त्यसकै बारेमा हो। तपाईले हेर्न सक्नुहुन्छ यो अमेजनबाट आएको छ। सो कुन चाहिँ डग फुड हो र हाम्रो डगले यो खान्छ खाँदैन, मन पराउँछ पर्दैन हैन, सब त्यो तपाईहरुलाई भिडियोमा देखाउने वाला छु र भिडियोलाई पुरा हेर्नुहोस्। सो म यसलाई खोलेर हैन यसको रिभ्यू पनि दिनेवाला छु कि डगले खान्छ खाँदैन हैन। र अगर तपाईहरुलाई पनि मगाउनु छ भने अमेजनबाट कुनै पनि डग फुड हैन र त्यो डग फुड मगाउँदा के ध्यान राख्नुपर्छ म तपाईहरुलाई यो भिडियोमा बताउनेवाला छु। एकदम राम्रो प्याकेजिङ भएर आएको छ हैन। सो भित्र हेरौँ कुनै प्रकारको ड्यामेज छ छैन। प्याकेजिङ एकदमै राम्रो लाग्यो। सो कहिले यस्तो प्याकेजिङमा आउँदैन, किनकि म कन्टिन्युसली यो डग फुडहरु मगाइ नै बस्छु। बट आज भिडियो बनाउनुको कारण चाहिँ के हो भने तपाईहरुलाई पनि हैन एउटा आइडिया भइहालोस् कि कतिको आउँदो रहेछ र कुन चाहिँ डग फुड हो, तपाईको डगले खान्छ खाँदैन, अगर खाएन भने के गर्नुपर्छ हैन, त्यो सब विषय लिएर मैले यो भिडियो बनाइदिएको ताकि तपाईहरुलाई पनि सुविधा होस् अनलाइनबाट खाना मगाउनुमा र डग फुड मगाउनुमा। र अनलाइनमा अलिकति मगाउनुको फाइदा बेनिफिट के छ भनेपछि यहाँ हाम्रो जस्तो पेट शपहरुतिरबाट भन्दा अलिकति डिस्काउन्टमा आइहाल्छ। सो देख्न सक्नुहुन्छ प्याकेजिङमा छ। प्युर पेटको डग फुड हो यो, कम्पनीको नाम हो प्युर पेट। यहाँ हेर्न सक्नुहुन्छ यहाँ बिलहरु दिएको छ। सो डग फुड हो प्युर पेट। तपाईहरुलाई यहाँ दाम पनि लेखिदिएको छ, हेर्न सक्नुहुन्छ 1299 हैन। सो यो तपाईको 9 केजी यानी 9 केजीको प्याकेट हो। र यो पप्पी फुड हो। हुन्छ मेरो डगहरु एडल्ट भइसकेको छैन, तर पनि म पप्पी फुड चाहिँ किन दिन्छु भनेपछि पप्पी फुडमा चाहिँ प्रोटिन फेटहरुको मात्रा बेसी हुन्छ हैन। सो त्यही लागि चाहिँ म पप्पी फुड नै ज्यादातर दिने गर्छु। ल त साथीहरु, म हैन तपाईहरुलाई यो खोलेर पनि ओपन गरेर पनि हैन यिनीलाई फिट पनि गराउने वाला छु अलिअलि, ताकि यिनीलाई मन पर्छ पर्दैन हैन। हुन त यिनीले खान्छ, मलाई एकदमै पुरा आइडिया छ, किनकि यसको पहिला पनि मैले यो प्युर पेटको खाना मगाएकै हो र यिनीले राम्ररी नै मजाले नै खाएको छ। र बच्चाहरुलाई पनि मैले देख्थे, सो बच्चाहरुको ग्रोथ पनि राम्रो भएको थियो हैन। र अलिक हामीलाई सस्तो पनि परिहाल्छ, जस्तो 1299 छ, बट मलाई यो तपाईको अनलाइनमा 1105 रुपैयाँ परेको थियो। यानी 5 भनेपछि 194 डिस्काउन्ट परेको थियो यो प्याकेटमा हैन। र म तपाईहरुलाई यो आइडिया दिदैछु कि हैन, अगर तपाईहरुलाई पनि यस्तो डग फुडहरु मगाउनु छ भने तपाईहरु पहिला हैन सानो प्याकेट मगाउनुहोस्। जस्तो 50 ग्रामको सानो प्याकेटहरु पनि आउँछ दोकानतिरबाट, यो कम्पनीको तपाईले त्यो चिप्सको प्याकेटहरु जस्तोमा पनि पाउँछ हैन, सानो त्यो सब लिएर पहिला दिनुहोस्, या त 1 किलोको मगाउनुहोस् हैन। अगर त्यो दिएर डगले तपाईको हैन मजाले खान्छ भने मात्रै ठुलो प्याकेट मगाउनुहोस्, नभए त्यो खाना वेस्ट हुन्छ। किनकि कोही डगलाई यस्तो हुन्छ त्यो डग फुडको स्वाद मन पर्दैन हैन, खाँदैन कुनै डगले, कुनै फुड खाँदैन, जस्तो पेडिग्री कसैले खाइहाल्छ त कसैले खाँदैन। सो त्यस्तो आफ्नो आफ्नो एउटा चोइस हुन्छ, बट यिनीहरुले चाहिँ खाइहाल्छ मलाई थाहा छ। त्यही लागि पनि मैले एकैचोटी ठुलो मगाएको हो, किनकि यसको अगाडि पनि मैले मगाएको थिएँ र तपाईलाई अहिले लाइभ नै देखाउने वाला छु म दिएर हैन। हेर्न सक्नुहुन्छ यहाँ पनि एउटा प्याकेटिङ छ, यो चाहिँ हामीले कैँचीले काट्नुपर्छ हैन। एकदमै ठिक साइजको छ हैन, खानुमा सुविधा। हेर्न सक्नुहुन्छ वेट वेट सो दुईजनालाई दिइराखेको छु हैन, सोफी एन्ड कोको। ओके सोफी ओके। हेर्न सक्नुहुन्छ साथीहरु हैन, यिनीहरु मजाले नै खाँदैछ एकदमै चाउले। सो यिनीहरुलाई यो खाना मन पर्छ, सो मैले यही मगाएको छु। सो पेडिग्री जो कम्पनी छ पेडिग्री रुल्सहरु भन्दा अलिकति यो चिप प्राइसमा पाइहाल्छ हैन, र डगहरुले पनि मजाले खाइहाल्छ। सो तपाईलाई दाम मैले भनिसकेको छु, मलाई यो 1105 रुपैयाँ परेको छ अनलाइनमा। यो प्रिन्ट चाहिँ छ तपाईको 1299। हेर्न सक्नुहुन्छ कोकोले एकदम फिनिश गर्न आँटिसक्यो हैन। ल त साथीहरु, अहिलेको लागि यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा यस्तै डग रिलेटेड भिडियो लिएर म आउँदै गर्छु। अगर तपाईलाई मेरो भिडियो अलिकति पनि हेल्पफुल हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र भिडियोलाई लाइक गरिदिनुहोस्। ल त अहिलेको लागि बाइ, टेक केयर।